गाइज एकदम धेरै पानी परिरहेको छ यता चाहिँ है यो ठुलो हराङको क्षेत्रमा हेर्नुहोस् यहाँ हिजोको अवस्था पसल डुबिएको छ गाडी डुबिएको छ है परसम्म छ परसम्म हिँड्न लायक छैन यतापट्टि साइडमा पनि छ फेरि यस्तो छ हालत ल पुरा डुबान छ है फेरि धर्क्यो पानी झन् झन् बढ्दैछ पसलभित्र यस्तो आल पानी जमेछ फेरि निकाल्दै हुनुहुन्छ है हेलो गाइस यो सब पसलहरू एकदम डुबानमा परिरहेको छ यो ठुलो हराङ साइडमा यहाँनिर धेरै यसरी पानी भित्रभित्र छिरिसकेको छ बाइक गाडी हिँड्न सक्ने अवस्थामा छैन हेर्नुहोस् त पसलभित्र पानी एकदमै धेरै पानी परिरहेको छ बाइक जाने अवस्था छैन गाडी डुबेको डुब्यो भिजोकै भयो जम्मै हेर्नु त ल डुबिएको गाडी चर्लन जम्मै छिरिसक्यो पसलभित्र छिरिसक्यो छिरिसक्यो